इनर ड्रममा लाग्छ कि गियर इनर ड्रममा गियर लाग्ने बित्तिकै यो पल सेन्टर रोकिन्छ इनर ड्रममा गियर लाग्ने बित्तिकै तपाईको त्यो सँगसँगै यता भएको यो के अरे आउट वाटर भेल पनि खुलेर पानी बाहिर पनि जाने भयो त्यो सँगसँगै इनर ड्रम पनि घुम्ने भयो अनि चाहिँ फुल्ली स्पिनमा जान्छ हाम्रो डाइरेक्ट भोल्टेज जान्छ डाइरेक्ट भोल्टेज हैन सिस्टमले चाहिँ बिस्तारै भ्यारिएसन गरेर बिस्तारै चाहिँ अनि आरपीएम लिएर वान डाइरेक्सनमा मात्रै तपाईको यो स्पिड हुने भयो यो इनर ड्रममा वान साइड डाइरेक्सनमा मात्रै वान साइड डाइरेक्सन मात्रै घुम्छ यदि चाहिँ स्पिन गर्न पर्यो भने यदि सुकाउन पर्यो भने यदि वास मोड मात्रै हो तपाईको यो पल सेटर चाहिँ दायाँ र बायाँ गर्ने हो भने स्पिनमा जाने बित्तिकै चाहिँ तपाईको यो इनर ड्रम चाहिँ वान साइड मात्रै घुम्ने भयो त्यो सँगसँगै तपाईको यो ड्रेन मोटर चालु हुनु पर्यो यदि ड्रेन मोटरमा भोल्टेज गएको थिएन भने तपाईको यो इनर ड्रम घुम्दै घुम्दैन घुम्दैन यही पल सेटर मात्रै वान डाइरेक्सनमा घुम्छ किनभने हाम्रो गियर चाहिँ अर्को सेकेन्डरी गियरमा त लागेन हैन पहिलो गियरमै बसिरह्यो नि त